हेलो साथीहरू। आज चाहिँ म साह्रै नै बेसी चाहिँ थाकेछु हो। अब बेलुकाको खाना बनाउने टाइम पनि भइसकेको रहेछ। कामहरू सबै सकेर चाहिँ एकछिन बेडमा ढल्केको थिएँ हो। झन्नै सुति गएछु एकछिन चाहिँ। झन्नै भन्दा नि अब एकछिन चाहिँ 15-20 मिनट त सुति गएछु हो। 5 बजिसकेको रहेछ। अब खानाहरू बनाउनु पर्छ बेलुकाको। अलिकति आज चाहिँ म ढिलो नै भइरहेछु। अनि अब यो खानाहरू बनाउनुभन्दा अगाडि चाहिँ म पहिला चाहिँ चिया बनाएर खानु पर्यो। जिउ अलिकति मलाई लोतो भएको जस्तो भयो नि त। अब चिया बनाएर खानु पर्यो भन्दै चाहिँ साथीहरू 1 कप चिया पकाइहाल्नु पर्यो पहिला भनेर चाहिँ अब मैले बसाएँ हो। पहिला चाहिँ चिया खाएर मात्रै चाहिँ कामहरू गर्नु पर्यो भनेर चाहिँ मलाई त गरम बेसी भएर नि गरम पनि बेसी भएर गरम बेसी भयो। हेर्नुहोस् ल चिया पाक्दैछ मेरो चाहिँ। आज चाहिँ मैले चिया पनि खालि बिहान मात्रै 1 कप खाएको त्यति नै हो। त्यहाँदेखि यता चाहिँ खाएको थिइनँ कि। अहिले चाहिँ पुरा थाकेकोले गर्दाखेरि होला खाउँ खाउँ लाग्यो। खाना बसाउनुभन्दा चाहिँ अगाडि चाहिँ चिया खाइहाल्नु पर्यो भनेर चाहिँ। तेजपत्ता पनि लाउनु पर्यो साथी। मैले हिजो बारीदेखि लिइरहेको छु त तेजपत्ता। यस्तो तेजपत्ता चियामा लाउने है, सब्जीतिर पनि मसलामा लगाउँछ है। अनि यो चाहिँ कतिजना साथीहरूको त आफ्नो आफ्नो घरतिर पनि पाउनुहुन्छ होला है। यो पनि मेरोमा पनि आफ्नै घरमा छ। सानो बोट छ। पहिला चाहिँ अरू साथीहरूबाट लिएर गाउँदेखि लिएर खान्थेँ। यो चियामा साह्रै म मनपर्छ। अनि को साथीहरूकोमा चाहिँ छ हौ तेजपत्ताको बोट। अनि यो तेजपत्ताको चाहिँ नि मैले पहिला एउटा किमा भइरहेको भने चाहिँ एसएचजी ग्रुपहरूले चाहिँ नि तेजपत्ताको नि यस्तो यो पत्तालाई चाहिँ नि यो लामो भयो नि पत्तालाई, यो पत्तालाई चाहिँ यसरी पल्टाएर यसलाई गोलो बनाएर चिया पनि हुँदैन गोलो बनाएर हो। यसको यो तेजपत्ताकै मुनि यसरी यो पत्ताको चाहिँ झुम्का जस्तो यस्तो अब यसलाई चाहिँ गोलो बनाएर हो। यसलाई चाहिँ झुम्का जस्तो यसरी लगाएर 3टा झुम्का जस्तो लगाएर यहाँ चाहिँ गोलो बटम फ्लावर बनाएको देखेको थिएँ कि हाम्रो एसएचजी दिदी बहिनीहरूले। एकछिन पर्खिनुहोस् ल। ह्यान्डवर्कहरू हुन्छ नि हो, त्यो ह्यान्डवर्कहरू चाहिँ अब मेलाहरूतिर एसएचजीको मेला लाग्छ नि त्यति बेला चाहिँ खेरि चाहिँ ल्याउनु होइन। कतिजनाले कस्तो कस्तो प्रडक्टहरू बनाउनु भएको छ घरमा भनेर चाहिँ अब ह्यान्डमेडहरू है। अब यस्तो त्यति बेला चाहिँ मेलातिर चाहिँ ल्याउनु भएको रहेछ होइन। कस्तो मजाको चाहिँ थियो, कस्तो मजाको मलाई मन परेको थियो। यो तेजपत्ताको चाहिँ त्यस्तो पनि हुँदो रहेछ। मैले चाहिँ हिजो सानो हाँगा डल्लै भचाएर चाहिँ ल्याएको थिएँ। मलाई चाहिँ चियामा एकदमै मनपर्छ। र त्यो तेजपत्ताको पत्ताको चाहिँ त्यो बटम फ्लावर चाहिँ एकदमै मन पर्यो। म एक दिन तपाईँहरूलाई बनाएर पनि देखाउँछु ल साथीहरू। मेरो चिया पनि पाक्यो। अब म चिया पिउँदै खानाहरू बनाउँछु। मेरो भिडियोहरू हेरिदिनु भएकोमा एकदमै धन्यवाद। अब तपाईँहरू पनि बिजी हुनुहुन्छ होला है। खानाहरू बनाउनु पर्यो। हामी आमा दिदी बहिनीहरू त बेलुका भएपछि बेलुकाको एक लन्ठा हुन्छ है। बेलुकाको त्यो कामहरू सक्नै पर्यो। बाई बाई साथीहरू।